ट्रिक लगाएर एकैछिनमा कोरियन भाषा याद गर्न मन लाग्छ। त्यही पनि सुरुबाट इन्स्टिट्युट नगइकन सुरुबाट घरमै बसेर युट्युबै हेरेर चाहिँ पुरै कोरियन भाषा फरक बोल्ने बन्न मन लाग्छ भने तपाईँ सही ठाउँमा क्लिक गर्नुभएको छ। म धेरै कुरा नगरी आज सिधै कोरियन भाषा पढाउन सुरु गर्दैछु। कोरियन भाषाको चाहिँ व्यञ्जनबाट नेपालको क ख ग घ भने जस्तै नेपालको 36वटा हुन्छ भने कोरियन भाषाको 14वटा हुन्छ। व्यञ्जनबाटलाई कोरियन भाषामा छाउन भन्छ है, छाउन भन्छ। यो जम्मा 14वटा हुन्छ। अब 14वटा छ कसरी याद गर्ने होला? हो यत्रो अर्काको देशको भाषा एकैछिन गर्नुहोस्। 14वटा हुन्छ। पहिला बस तपाईँ लेख्न सिक्नुहोस्, याद गर्न नसिकेको छ। पहिलोचोटि हुन्छ नि तपाईँहरू होइन। अब यो छाउन 14वटा हुन्छ भने अब यसलाई लेख्न जान्नु पर्यो पहिला। यसरी यो 7 जस्तो हुन्छ नि, यो 7 जस्तो फर्स्टमा यो लेख्न सिक्नुहोस्। यसलाई चाहिँ कोरियन भाषामा ग भन्छ है। अनि अर्को यस्तो ठ्याक्कै यसलाई उल्टो बनाइदिनुहोस्। यो ग छ नि ठ्याक्कै यसलाई उल्टो यस्तो, यसलाई चाहिँ न भन्छ। अनि यस्तो उता फर्केकोलाई द भन्छ र यस्तो 2 जस्तोलाई र भन्छ। अनि यस्तो बाक्सा जस्तोलाई म भन्छ। अनि यस्तो यु गरेर बिचमा पेट काटेको यसलाई चाहिँ ब भन्छ। नेपालको पनि यो ओलाई यसरी पेट काटेपछि ब भन्छ नि, यसलाई पनि ब नै भन्छ है। यसरी यु गरेर पेट काटेपछि ब भन्छ है त। अनि यसरी यस्तो यता सुरुमा यता गयो अनि यसरी यता काट्यो भने यसलाई स भन्छ है। अनि यो 0 ठ्याक्कै 0 यसलाई अ भन्छ है। अनि यो स अघि बनाउन सिक्यौँ नि, ठ्याक्कै स यसरी बनाउने, सलाई टोपी लगाइदिने, यसलाई चाहिँ ज भन्छ है। यो बोर्ड अलि हल्लियो, यसलाई चाहिँ ज भन्छ। अनि फेरि ठ्याक्कै स बनाउने, टोपी लगाउने अनि टुप्पी निकाल्दिने। अघि टोपी मात्र लाउँदा ज हुन्थ्यो भने अब टुप्पी निकाल्दैछ यसैको नाम फेरि छ भन्छ। यो तिनवटा चाहिँ सजिलो छ होइन लेख्नलाई। अनि यो ओ पनि सजिलो भइहाल्यो, यिनीहरू पनि सजिलै छ, त्यस्तो धेरै कचाकुचुक छैन। एकैछिन सुरुमा गाह्रो लाग्छ नि, बुझिन्छ है त। घन दर म बस ज छक्ख। अब यस्तो माथि हामीले ग बनाएको थियौँ नि, ठ्याक्कै ग बनाउने है। अनि ग बनाएर एउटा धर्को एक्स्ट्रा तान्दिने। अलि मिस्टेक भयो, के अरे मिस्टेक भन्दा पनि फोरो देखियो। यो ग बनाउने होइन। अनि ग बनाएर ठ्याक्कै एउटा धर्को तान्दैछ, यसको नाम फेरि ख हो के। कस्तो सजिलो है। यहाँ पनि ठिक छ। पहिला लेख्न सिक्नुहोस्, याद गर्ने तरिका म सिकाउँछु। गन दर म बस ज छक्ख। अनि ई के ठ्याक्कै अङ्ग्रेजीको ई हुन् न, अङ्ग्रेजीको ई जस्तो गराउनु भयो भने यसको नाम चाहिँ थ हो। अनि दुईटा धर्का तान्ने, माथि नि बन्द तल नि बन्द, यसको नाम चाहिँ फ हुन्छ। अनि एउटा धर्का तान्ने अनि बन्द अनि गोलो गोलो अन्डा, यसको नाम चाहिँ ह हुन्छ। यिनीहरू पुरा अक्षर होइनन्, यिनीहरू चाहिँ सबको खुट्टा तानिदिन्छु म। यिनीहरू चाहिँ आधा अक्षर हुन्। यिनीहरू कति बेला पुरा हुन्छन् जब यिनीहरू स्वर वर्णसँग जोडिएर आउँछन् अनि पुरा हुन्छन्। पहिला हामी क ख ग घ पढौँ, त्यसपछि अ आ इ अर्थात् स्वर वर्ण पढ्छौँ। स्वर वर्ण र व्यञ्जन वर्ण पढिसकेपछि तपाईँले आफ्नो नाम एकैछिनमा लेख्न सक्नुहुन्छ। अब यसलाई याद गर्ने तरिका हेरौँ है त। एउटा आइडिया चाहिँ के छ भन्दाखेरि सरल गीत जसरी गुनगुनाएर याद गर्ने। गन गन दर म बस अज छक्ख थक्ख ह। एउटा यो आइडिया हो। एउटा मैले एउटा दामी ट्रिक बनाएको छु तपाईँलाई चाहिँ याद गर्न सजिलो हुन्छ भनेर। पहिला 3टा क्यारेक्टर लिनु। यसलाई चाहिँ गणत भन्ने एउटा मान्छे सम्झिनुहोस् है। गणत भनेको तपाईँको एउटा साथी, गणत भनेको एउटा मान्छेको नाम। गणत र म, गणत र म चाहिँ बस चढेर आज अजलाई आज भनेर है मैले मिलाउनलाई आज छक्क पर्यौँ याद गर्नलाई सजिलो। गणत र म बस चढेर आज छक्क पर्यौँ। किन त भन्दा कोरियन भाषा पढ्न भनेर बस चढेर साथीहरूमा गएको। कोरियन भाषामा त जम्मा 1 2 3टा शब्द हुँदो रहेछ। के थ फ ह 3टा मात्र शब्द हुँदो रहेछ। हामी त छक्क पर्यौँ भनेपछि पुरै आयो क्या। गणत र म बस चढेर भन्ने मैले मिलाउनलाई हालेको। बस चढेर अजलाई आज छक्क पर्यौँ। किन भन्दा कोरियन भाषामा त थ फ र ह बाहेक अरू शब्दै हुँदो रहेछ। अति सजिलो। मैले चाहिँ यो सम्झिनलाई बनाएको है।
अब तपाईँले यसरी पनि याद गर्न सक्नुहुन्छ फास्ट भने, अनि नत्र गीतै गुनगुनाए जसरी गनदर म बस अझ छक्ख थप ह भनेर नि याद गर्न सक्नुहुन्छ। मैले मेटिनँ। अब म तपाईँहरूलाई यहीँ यो चाहिँ मेट्दिन्छु, यो चाहिँ मेट्दिनँ, यो मेट्दिन्छु। तपाईँहरू मेन भनेको लेख्न प्र्याक्टिस गर्नु। याद त एकैछिनमा गीत गुनगुनाउँदै हुन्छ। अघि मैले भने जस्तो गनद र म बस चढेर आज छक्ख पर्याम, किन भन्दाखेरि कोरियन भाषामा त थ फ ह बाहेक हुँदैन। अब त्यसपछि स्वर वर्ण पढ्नु पर्यो। म यो पनि यसलाई यहाँ लेख्छु है, यो छाउम भनेर, छाउम भनेर यहाँ लेख्छु है, यसको नाम छाउम। अब स्वर वर्णलाई चाहिँ मोम भन्छ, मोम भन्छ है। यो चाहिँ 10 वटा हुन्छ, यो 14 वटा, यो 10 वटा हुन्छ। अब मोम यति सजिलो छ, लेख्न पनि सजिलो, कण्ठ गर्न पनि सजिलो है। मोम सिकाउँछु। अब नेपालीमा पनि लेख्नु पर्यो होइन। ठ्याक्कै 1 2 3 4 5 6 7 8 9 वटा यस्तो, अनि लास्टमा यस्तो भनेपछि 10 वटा। 9 वटा माइनस एउटा ठाडो धर्को तानेपछि स्वर वर्णलाई लेख्न सजिलो हुन्छ, मोम भन्छ है त। यसरी 9 वटा माइनस र एउटा यो धर्को तानिसकेपछि लगभग तपाईँहरूले 80% स्वर वर्ण लेखिसक्नु। अब अलिअलि मिलाउन छ, हेर्नुहोस् है। अब यस्तो माइनसको अगाडिपट्टि एउटा धर्को तानिदिनु भयो, यसको नाम हुन्छ आ। अब त्यसपछि यो फेरि सेम गराउनु भयो, यो एक्लै भयो, यसमा अर्को साथी राखिदिनु भयो, यसको नाम हुन्छ या। अब ठ्याक्कै यता गरौँ मात्रै, अब यता उल्टो गराउँ, यतापट्टि धर्को तान्दिनु, यसको नाम हुन्छ अ। सेम यस्तो गरिदिनु य। ल यहाँसम्म सिक्नु भयो नि। आ आ या अ यो। लेखाइबाटै बोली पनि त्यस्तै छ होइन यसको, आ या अ य। अब यो माइनसको माथि टुप्पी राखेपछि यसको नाम हुन्छ ओ। यसको दुईटा टुप्पी राखेपछि यो ओ यो। आ दुईटा बसी या, अ दुईटा बसी यो, ओ दुईटा बसी यो, आ या अ य ओ यो। अब यो माइनसको मुनि झुन्डाइदिनु उ है, अनि दुईटा झुन्डाइदिनु यु, उ यु। ठ्याक्कै जस्तो हुन्छ, यसलाई पनि ठ्याक्कै त्यही भन्छ होइन। अनि यो दुईटा चाहिँ जस्ता तस्तै छोडिदिनु। यसको नाम चाहिँ हुन्छ, यो जस्तो छ नि त्यस्तै, यो यस्तो फैलेको छ नि, मुख पनि यस्तै फैलाएर इ गर्नुपर्छ। लेख्दाखेरि चाहिँ मैले उ भनेर लेखेँ है अहिले लेख्नलाई, तर बोल्दाखेरि उ नभन्नु होला। उ भनेको चाहिँ यसको नाम हो, यसको नाम चाहिँ इ हो, इ। जस्तो मुख फैलिँदा तपाईँहरूले दाँत टोकेर जस्तो मुख फैलाउँदाखेरि जुन आवाज निस्किन्छ त्यसको वास्तविक आवाज यो हो। नेपालीमा ठ्याक्कै त्यसको आवाज चाहिँ नभएको भएर मैले उ नै लेखेँ, सुन्दा उ जस्तै सुनिन्छ। धेरै इन्स्टिच्युटहरूले नि नै भनेर पढाउनुहुन्छ। लेख्दाखेरि चाहिँ फेरि यो उ र उ दुईटा सिक्न त झुक्किने कि। यो उ भनेको चाहिँ उ, मुख गोलोवाला उ हो। यो भनेको चाहिँ यसको नाम हो है। अनि यसको नाम ठाडो धर्कोको नाम इ। ल तपाईँहरूले टेक्निक लगाएर आया आयो लेख्न पनि सिक्नुभयो, बोल्न पनि सिक्नुभयो। टेक्निक लगाएर गनदर म छाउम 14 वटा व्यञ्जन वर्ण, यसको नाम व्यञ्जन वर्ण, यसको नाम स्वर वर्ण, स्वर वर्ण 14 र 10 वटा सिक्नुभयो होइन। अब हामी भोलिको क्लासमा चाहिँ टेक्निक लगाएर अरू पनि छ, अरू पनि डबल स्वर। अब भोलिको क्लासमा हामी डबल व्यञ्जन र डबल स्वर, डबल व्यञ्जन भन्ने हुन्छ। डबल व्यञ्जन अर्थात् यो एउटा ग मात्र छ भने दुईटा गसँगै जोडेर आएको, त्यो 5 वटा मात्र हुन्छ है, धेरै गाह्रो हुँदैन। यो पनि एकदम इजी छ, एकदम टेक्निक लगाएर फाटै सिक्न सकिन्छ भने। अनि डबल स्वरबाट पनि, डबल स्वरबाट पनि छ, त्यो पनि हामी भोलि क्लासमा सिक्छौँ। आज चाहिँ तपाईँहरूले यो याद गर्न सक्नुभयो नि होइन। गनदर म, मेन भनेको लेख्न सिक्नुहोस्।
तपाईँले यसलाई ठ्याक्क यसरी लेख्नु हो भने यो नेपालीमा याद गर्न त सकिन्छ कि नेपालीमा याद गर्न त म टेक्निक लिएर भएर हुन्छ कि कसरी हुन्छ तपाईँहरूलाई सजिलो बनाउनु कोसिस गर्छु बस तपाईँहरूले लेख्न शुद्ध लेख्न सिक्नुभयो भने अनि यो त तपाईँले लेख्न सजिलो भयो माइनस माइनस गरेर ठ्याक्क गरेर होइन लेख्न मात्र जान्नुभयो भने तपाईँले घरमा प्र्याक्टिस गर्नु कपीमा लेखेको लेखै गर्नु लस्काएर लेख्नुभयो भने याद गर्न पनि सजिलो हुन्छ फेरि अहिले यहाँ ग लेख्नुभयो अनि फेरि थ लेख्नु होला फेरि यो ख लेख्नु होला त्यसरी नलेख्नु जस्तो छ लस्कारै लेख्नु क ख ग ग भने जस्तै यसरी चाहिँ 14वटा आज हामी व्यञ्जन बनाएर 10वटा स्वर बनाएको अध्ययन गऱ्यौँ भोलिको क्लासमा डबल व्यञ्जन बनाएर डबल स्वर बनाएर पढ्छौँ त्यसपछि हामी पर्सिको क्लासबाट नामै लेख्न सक्छौँ तपाईँले 3वटा मात्र भिडियो हेर्नुभयो भने तपाईँले नामै लेख्न सक्नुहुन्छ कोरियन भाषामा नाम लेख्न आफ्नो परिवारको नाम लेख्न र आफूले चाहेको कुराहरू लेख्न सक्नुहुन्छ फेसबुक इन्स्टाग्रामहरूतिर आफ्नो नाम कोरियन भाषामा राख्न सक्नुहुन्छ आज क्लास कस्तो लाग्यो फेरि भोलि हामी अब बेसिकबाट आज डे 1बाट बेसिकबाट चाहिँ पढेछौँ के अरे भोलि फेरि अझै बिस्तारै पढ्दै गएर हामी ग्रामर गएर यही भिडियोमा यही युट्युब च्यानल मार्फत अन्तिमसम्म पढाउँछौँ अहिले भर्खरै त्यसको फर्म पनि खुलिएको छ के अरे तपाईँहरू पढ्दै गर्नु होला मैले मेरो तर्फबाट गर्नुपर्ने सहयोग गर्छु म्यासेज गर्दै गर्नु होला अहिले चाहिँ धन्यवाद नमस्कार